विक्रम सम्वत 2010 साल ज्येष्ठ 16 गते विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक मानव पाइला परेको दिन। नेपाली तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारी सर्वोच्च शिखरमा पहिलो पटक पाइला टेक्ने दुई पर्वतारोही। तेन्जिङ हिलारी पदमार्ग। ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टानले नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको संयुक्त तत्त्वावधानमा सञ्चालित जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना STLRP समेतको सहयोगमा रामेछापको उमाकुण्ड गाउँपालिकाको सहकार्य र भिजन इनर्जी पावर प्रालीको आर्थिक सहयोगमा विज्ञ टोली सहितको खोज तथा अनुसन्धानपछि पर्वतीय पर्यटनका धरोहर तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीको पदचापलाई पछ्याउँदै साहसिक पदमार्ग तेन्जिङ हिलारी ट्रेकिङ पदमार्गलाई पुनर्स्थापना गर्ने कामको सुरुवात गरेको छ। रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकादेखि सोलुखुम्बु जिल्लाको दुधकुण्ड नगरपालिका हुँदै खुम्बु पासाङ लामु गाउँपालिकासम्म समेटिएको तेन्जिङ हिलारी ट्रेकिङ पदमार्ग ऐतिहासिक मात्र छैन। प्राकृतिक सुन्दरता, हिमालयको मनोरम दृश्यावलोकन, जैविक विविधतादेखि प्रसिद्ध धार्मिक तथा सांस्कृतिक सम्पदाले समेत भरिपूर्ण छ। सयौं हिमशिखर, ग्लेसियर, पवित्र ताल, खर्क, पाटन र विभिन्न जात जातिका जनजीवनसँग रमाउँदै एभरेस्ट आधार शिविरसम्म पुग्न सकिने यस पदमार्गलाई वर्षभरि सञ्चालन गर्न सकिने छोटो अवधिको पदमार्गको रूपमा समेत प्रयोग गर्न सकिन्छ। पहिलो दिन काठमाडौँबाट 180 किलोमिटर गाडीको यात्रापछि रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकामा पर्ने सुन्दर तामे डाँडा पुगिन्छ। तीनतिरबाट अण्डाकारमा हिमचुलीहरूले घेरेर सुन्दर, शान्त र पवित्र बनाएको तामे डाँडा आफैमा एक मनोरम पर्यटकीय स्थल हो। तामाङ, नेवार र सुनुवार समुदायको बाहुल्यता रहेको तामे डाँडामा रहेका होमस्टे तथा लजको अनुभवसँगै दर्जनौं हिम चुचुराहरूको अवलोकन गर्न सकिन्छ, जसले पर्यटकहरूमा तेन्जिङ हिलारी ट्रेकिङ पदमार्गमा यात्रा गर्दा हुने आनन्दको पूर्वानुभूति गराउँछ। महाभारत श्रृङ्खला, पिके, देम्बा, कालिन्चोक डाँडा र गौरीशङ्कर हिमालको अवलोकनसँगै विभिन्न प्रजातिका गुराँस र जङ्गली जनावरहरूको अवलोकन गर्दै तामेबाट छेवर गाउँको यात्रा सुरु हुन्छ। दोस्रो दिन पहाडी श्रृङ्खलाको अवलोकन गर्दै 20 किलोमिटरको यात्रापछि देउराली पुगिन्छ।
जहाँ शेर्पा हिलटप भ्रमण, चर्चित थोदुङ गुम्बा, याक चिज फ्याक्ट्री, सिर्दिङ टार, जङ्गल यात्रा, हिलटप यात्रा गर्न सकिन्छ। हिलटप र जङ्गलभित्र 3 देखि 4 घण्टाको यात्रापछि गुम्देल गाउँ अर्थात् गुम्बई गुम्बाको शेर्पा बस्तीमा पुगिन्छ। पुरातात्विक महत्त्वका गुम्बा, छोर्तेन, गुरु रिम्पोछेको विशाल मूर्ति, हिमाली संस्कृति र हिमाली पारिस्थितिकीय प्रणालीमा क्रियाशील जीवनशैलीको अवलोकन गर्दै क्यामाको सुन्दर शेर्पा बस्तीमा पुगिन्छ। क्यामाबाट पुनः जङ्गल, खोज, खोलानाला, पहाडका चुचुराहरूको अवलोकन गर्दै आधी घण्टाको यात्रामा हिन्दू र बौद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल उमा तीर्थ पुगिन्छ। जहाँ उमा तीर्थ मन्दिर, पार्वती थान, नुप्चे खोला र लिखु नदीको सङ्गम स्थल आदिको अवलोकन गर्न सकिन्छ। यहाँबाट पुनः आधी घण्टाको यात्रापछि हिमालयको नजिक रहेको अन्तिम शेर्पा बस्ती छेवर गाउँ पुगिन्छ, जहाँबाट सडक यात्राको पनि अन्त्य हुन्छ। तेस्रो दिनको यात्रा अझ बढी प्राकृतिक र रोमाञ्चक हुन्छ। तेस्रो दिनदेखिको बसाई चौरी गोठ तथा टेन्टमा हुनेछ। पैदल मार्गबाट गोन्डा, बगम खर्क हुँदै 6 घण्टामा मेजी खर्क पुग्न सकिन्छ। लिखु कोरिडोरबाट केही ओह्रालो र केही उकालो यात्रा हुनेछ। 3617 मिटरको उचाइमा रहेका चौरीका खर्कहरू, कञ्चन र सफा लिखु खोला, विभिन्न प्रजातिका गुराँस, अग्ला अग्ला ठिगुरे सल्लाका रुखसँगै हिमाली चराचुरुङ्गी, लोपोन्मुख रेड पाण्डाको अवलोकन यो यात्रामा गर्न पाइन्छ। तल्लो हिमालय क्षेत्रमा देखिने अग्ला पहाडहरू, परापूर्वकालमा बौद्ध धर्मावलम्बी लामा गुरुहरूले ध्यान गरेका स्थान, शङ्ख फुक्ने ढुङ्गो, यार्सा गुम्बा लगायतका बहुमूल्य जडीबुटीहरू तथा हिमाली फुलहरूले यो दिनको यात्रा थप रोमाञ्चित बन्दछ। तेस्रो दिनको बास लिखु हिमालको काखमा रहेको सुन्दर मेजु टारमा रहेको चौरी गोठहरूमा हुन्छ। चौथो दिन मेजी खर्क आसपासका पर्यटकीय क्षेत्रहरूको भ्रमण गरी शरीरलाई अक्लामाटाइज गर्न सकिन्छ। यस दिन ह्युलट्याङ, हिमालको चकटी, विशाल अल्पाइन जङ्गल, डाँफे, मुनाल, चिलिमे, ठिलिङ, काग, चिल र गिद्धको अवलोकन गर्न सकिन्छ। त्यस्तै 4110 मिटरको उचाइमा रहेको दुध पोखरी, छ 719 मिटरको उचाइमा रहेको लिखु चुली, बिग फेरा गोनुक, लिखु ग्लासियर, 4880 मिटरको उचाइमा रहेको ग्याजोला पासकै नुम्बुर चुली बेस क्याम्प, लुकखर्क लगायतका अनुपम पर्यटकीय आकर्षणहरूको भ्रमण तथा अवलोकन गरी बेलुकीको बास मेजु खर्कमा हुन्छ। पाँचौं दिन 4 घण्टाको यात्रामा मेजी खर्कबाट 4130 मिटरको उचाइमा रहेको हिमाली क्षेत्रको पवित्र प्राकृतिक धार्मिक स्थल काङस्योर्तेन पुगिन्छ।
यहाँ रहेको प्राकृतिक गुफामा लामा र धामीहरूले श्रावणको गुरु पूर्णिमाका दिन विशेष रूपमा पूजाआजा गर्ने गर्दछन्। सुनपातीका बुट्टा तथा भैरमपातीको जङ्गल हुँदै त्यसै दिन बीच खर्क गएर रात बिताउन पनि सकिन्छ। यहाँबाट लिखु करिडोर, तटीय क्षेत्रका बस्तीहरू, तल्लो हिमाली क्षेत्रका पिकहरू, हरियाली जङ्गल, हिउँले भरिएका पाखा र हिउँ बगेका खोल्साहरू निकै आकर्षक देखिन्छन्। नेजी खर्कबाट काङछ्योर्तेनतिर उकालोमा लागि खोला तरेर सैलुङ स्याफले खर्क हुँदै हेलम्चो पनि जान सकिन्छ। छैटौँ दिन काङछ्योर्तेनबाट बीच खर्क, काउपारी खर्क, डुड खर्क हुँदै 7 घण्टाको हिँडाइमा हेलम्चो पुगिन्छ। यो यात्रामा सुनपाती र हिमाली जडीबुटीको मनोरम सुवासको आनन्द लिन सकिन्छ। चिसो हिउँको सिरेटो र ठाउँ ठाउँमा भेटिने आइसका चमकहरूसँग खेल्दै खेल्दै 4230 मिटरको उचाइमा रहेको काउपारी खर्क पुगिन्छ। यहाँबाट 4600 मिटर उचाइ रहेको डुड खर्क पास जाँदै गर्दा नुम्बुर हिमालको फुल रेन्जको दृश्यावलोकन गर्न सकिन्छ। डुड खर्क पास चाहिँ यो पदमार्गको सबैभन्दा उचाइमा रहेको पास हो। यो पासमा पुग्दा हेलम्चो री ठिङ्ग अगाडि उभिएर पर्यटकको स्वागत गरेको जस्तो अनुभूति हुन्छ। अनि त्यसको फेदीमा रहेको हेलम्चो पोखरीले चाहिँ आगन्तुकलाई थकाइ मेटाउन आश्रय दिन्छ। हिमाली काला पहाडहरू, रिगेल री गेल्मु पिक, ग्याजोला पिक, पिके पिक, तामे श्रृङ्खला तथा टाढासम्म देखिने बस्तीहरूले साँच्चै नै पर्यटकलाई मोहित बनाउँदछन्। ढुड खर्क पासबाट हेलम्चो पुग्न लगभग 3 घण्टा लाग्दछ। सातौं दिन हेलम्चोबाट 3 घण्टाको हिँडाइमा 4360 मिटरको उचाइमा रहेको पारे फर्के खर्क पुगिन्छ। त्यसपछि 2 घण्टाको ओह्रालो हिँडेपछि छोरिङबो पुग्न सकिन्छ। यस दिनको बास छोरिङबो अर्थात् लामो पोखरीको डिलैमा हुनेछ। 8औं दिन छोरिङबो आसपासका महत्त्वपूर्ण स्थलहरूको भ्रमण गर्ने तथा छाङमाङचोमा ध्यान बसेर आध्यात्मिक अनुभूति गर्नका लागि 1 दिन छोरिङबोमै बस्न सकिन्छ। सो दिन लिखुचुली, लुनाङ्री, तेङकाङपोचे हिमालका चुचुराहरू, मोरेइनहरू, वरिपरि घेरा बनाएर उभिएका नागबेली काला पहाडहरू, नजिकै देखिने हिम चुचुराहरू र मैदानमा कपास सुकाए झैँ फिजिएको हिउँले यस खर्कमा बस्दा मनै आनन्दित हुन्छ। छाङमाङछो पोखरी अर्थात् ध्यान गर्ने पोखरी, छोरिङबो, ढ्याङ्ग्रे पोखरी, कालो पोखरी, गोल पोखरी लगायतका थुप्रै हिमतालहरूको अवलोकन यस दिनमा गर्न सकिन्छ। परापूर्वकालमा गुरु रिम्पोछेले ध्यान गरेर बसेको छाङमाङछो नजिकै 2 तले गुफा पनि छ। ढ्याङ्ग्रे पोखरी पासबाट देखिने दृश्यावलोकन यो यात्राकै अविस्मरणीय क्षण हुनेछ। 4900 मिटरको बालथुम्री चढेर मनोरञ्जन लिन चाहनेका लागि त अर्को दिन पनि थप लाग्दछ। 4400 मिटरको ढ्याङ्ग्रे पोखरी पास गरेर दैविक महत्त्वको ढ्याङ्ग्रे पोखरी, ढ्याङ्ग्रे टप लगायत सुन्दर भौगोलिक छटाको दृश्यावलोकन पर्यटकको मानसपटलमा अमिट रहन्छ। बालथुम रीबाट गौरीशङ्कर हिमाल, नुम्बुर हिमाल, रोलवालिङ हिम श्रृङ्खला, काम्जे,
संसारे, लगाते, पाबु डाँडा पिक, च्याप्सा, देम्बा, तामे, कालिन्चोक, सेराम्चो, सेर्दिङ, भुर्जिङ, ट्याम्के तथा सिलिचो पिक पनि देखिन्छ। यही सेरोफेरोबाट 108 कुण्डको मनोरम दृश्य पनि देख्न सकिन्छ। नवौं दिनको यात्रा छोरिङबुबाट छ्यारेम खर्क हुँदै 7 घण्टाको पैदल यात्रा गरेर सहस्त्रबेनी अर्थात् स्थानीय भाषामा तामु भन्ने ठाउँमा पुगिन्छ। छोरिङबुबाट 1 घण्टाको यात्रापछि 4480 मिटरको उचाइमा रहेको क्याउ डाँडा वा टुङ्गिला पास पुगिन्छ। त्यसपछि क्याउ खर्क, छ्यारेम खर्क अर्थात् हिउँ खर्क हुँदै सहस्त्रबेनी पुगिन्छ। छ्यारेम खर्कबाट चाहिँ 1 घण्टाको यात्रापछि 4320 मिटरको चोयुम पास पुगिन्छ। यसको नजिकै लावा लाप्चा पास रहेको छ। यी पासहरू पार गर्दा ल्हासा ग्याल्मो हिउँ चुचुरो, चोयुम हिमाल, चोयुम खर्क, चोयुम पोखरी, नुम्बुर चुली, बासा खोला करिडोर, बिखे खोला जलाधार, चोताङ हिल, बालथुम री जस्ता मनोरम स्थलहरूको रसस्वादन गर्न पाइन्छ। साथै ल्हासा गेल्बो, चोयुम, पाङदेन, बासा खोला करिडोर, फुगोम मुस्टे डाँडा, च्याइफुक, याचुङ र चिमलो देख्न सकिन्छ। छ्यारेम खर्कबाट पनि बालथुम र 2 घण्टाको ठाडो उकालो पार गरेर पुग्न सकिन्छ। छोताङ डाँडा, जोङ्ले पोखरी लगायत अन्य हिमताल र हिमाली खर्क तथा तरेली परेका पाखाहरू मनोरम लाग्दछन्। 10औं दिन सहस्त्रबेनी क्षेत्रमा रहेका प्रकृतिका अनुपम सृजनाहरूको अवलोकन गर्नका लागि थप 1 दिन बिताउन सकिन्छ। दर्जनौं खोल्साहरू जम्मा हुने र थुप्रै धारहरूमा विभाजन भएर बग्ने भएकाले यस स्थानलाई सहस्त्रबेनी भनिएको हो। नुम्बुर हिमाल, केर्लुङ हिमाल र दुधकुण्ड हिमताल तथा अन्य तालहरूबाट आएका पानी दुधकुण्ड खोलाका रूपमा सहस्त्रबेनी भएर दुधकोशी नदीमा मिल्दछ। 4650 मिटरको उचाइमा रहेको दुधकुण्ड पुग्न चाहिँ सहस्त्रबेनीबाट 2 घण्टा उकालो हिँड्नुपर्छ। जहाँबाट गङ्गा जमुना, भूत पोखरी लगायत अन्य हिमताल, दुधकुण्ड हिमाल, आइसफल लगायतका हिम चुचुराहरूको अवलोकन गर्न सकिन्छ। गुरु पूर्णिमाका दिन यस ठाउँमा हिन्दू र बौद्ध धर्मावलम्बीहरूको ठुलो मेला लाग्दछ। लज तथा क्याम्प साइटको राम्रो सुविधा भएको सहस्त्रबेनीमा पाखाभरि रमेका याक र नागका बथान तथा हिमाली सुन्दर खर्कहरूमा किसानहरूको घुमन्ती जीवनशैली पनि अनुभव गर्न सकिन्छ। एघारौं दिन पदयात्राको 11औं दिन सहस्त्रबेनीबाट 6 घण्टाको पैदल यात्रापछि आल्चा खर्क पुगिन्छ। यात्रामा 4460 मिटरको घिउढुङ्गा पास पार गरेर पुगिने घिउ पोखरीमा लन्च गरिन्छ। यहाँ असार, श्रावण र भाद्र महिनामा चौरी गोठहरू बस्दछन्। रामेछापबाट नाम्चे बजारमा घिउ बेच्न लैजाने ऐतिहासिक व्यापारिक मार्ग यही नै हो। भेडा पालन र चौरी पालन गर्ने किसान र घिउ व्यापारीले यस विशाल घिउ ढुङ्गामा रहेको ओढारमा घिउ टाँसेर हिमालका देवी देवतासँग प्रार्थना गर्दै पूजा गर्ने र ढुङ्गामा घिउ टाँसेर जाने प्रचलन छ। यहाँबाट यात्रामा रहुचे डाँडा, च्याथोक डाँडा, अलि तल रिङ्गु गाउँ, टाक्सिन्दु, दुधकोशी करिडोर, सुरु डाँडा, ताप्केलोक खर्क, ताप्लेलोक पोखरी, चोमिङ खर्क तथा अन्य 3वटा चोमिङ पोखरीको दृश्यावलोकन गर्न सकिन्छ। साथै यात्रामा सुनपाती, पाचाबोलुङ घाँस, याकनाक, झारल, कस्तुरी, हिमचितुवा,
डाँफे, चिलिमे, थिलिङ, काग, गिद्ध, हिमाली मुसा जस्ता विविध वनस्पति र जङ्गली जनावर देख्न सकिन्छ। 4240 मिटरको उचाइमा रहेको आल्चा डाँडा पास गरेपछि आल्चा खर्क पुगिन्छ। आल्चा खर्कमा सुक्खा याममा पानीको अभाव हुने भएकाले सो दिनको बासका लागि क्याउ खर्क वा ठाङ्गा खोलामा पुग्नु पर्दछ। आल्चा खर्कबाट ठाङ्गा खोला वा क्याउ खर्क पुग्न चाहिँ 1 घण्टा लाग्दछ। 12औं दिन आल्चा खर्कबाट क्याउ खर्क हुँदै स्योमो नामराक्पा पार गरेर 3170 मिटरको लुम्दिङ खोलासम्मको यात्रा अभूतपूर्व हुन्छ। 3वटा लुम्चा पोखरीबाट निस्कने खोला भएकाले यस ठाउँको नाम लुम्चादिङ भएको हो। यस दिन लालीगुराँस, निगाला, चिमल लगायत सयौं वनस्पति र जैविक विविधताले भरिएको हराभरा प्राकृतिक रमणीयताले भरिपूर्ण जङ्गलभित्र बास बस्न पाइन्छ। 4450 मिटरको स्योमो नामराक्पा पास यस पदमार्गको मुख्य आकर्षण हो। आल्चा खर्कबाट 2 घण्टामा स्योमो नामराक्पा पुगिन्छ। यहाँबाट विश्वको सर्वोच्च शिखर सगरमाथा र सगरमाथाको साउथ पोलको दृश्यावलोकन गर्न सकिन्छ। यसका साथै कुसुम काङ्ग्रु, थामसेरकु, खाङतेगा हिमालहरू पनि यहाँबाट निकै आकर्षक देखिन्छन्। यहाँ सुक्खा समयमा पानी नपाइने भएकाले त्यसको बन्दोबस्त आफै गर्नुपर्ने हुन्छ। स्योमो नामराक्पाबाट बास बस्ने स्थल लुम्दिङ खोला पुग्न झन्डै 3 घण्टा जति लाग्दछ। 13औं दिन लुम्दिङ खोलाबाट मोतुङला अर्थात् तातेको माथिल्लो डिल ठकरमा डाँडा पुग्न लगभग 3 घण्टा उकालो चल्नुपर्छ। कैयौं प्रजातिका गुराँसहरू यस खोलाको आसपासमा रहेका छन्। भालु, रेड पाण्डा, बदेल, घोरल, मृग, हिमचितुवा, हिमाली थार, झारल लगायत थुप्रै हिमाली क्षेत्रका वन्यजन्तु र चराहरूको मुख्य वासस्थान क्षेत्र हो। घना अल्पाइन जङ्गल, घाम नछिर्ने गुराँस घारी छिचोलेर मोतुङला निस्कदा हावा पनि नछिर्ने बाक्लो निगालो घारीको रोमाञ्चक यात्रा गर्न पाइन्छ। मोतुङलाबाट ओह्रालो 2 घण्टाको घना जङ्गलको बाटो गएपछि खुम्बु पासाङ लामु गाउँपालिकाको सानो शेर्पा गाउँ ताते पुगिन्छ। यहाँ पारिवारिक वातावरणमा शेर्पा जातिको स्थानीय खाना खान पाइन्छ। त्यसपछि 1 घण्टाको रोङदिङ हुँदै इम्जा खोला पुगिन्छ। रोङदिङमा शेर्पाहरूको सानो बस्ती छ भने इम्जा खोलाको पुलको नजिकै भिरबौरीको गोलाहरू देख्न पाइन्छ, जसले पर्यटकको यात्रालाई रोमाञ्चक बनाउँछ। इम्जा खोलाबाट 1 घण्टा ठाडो उकालो चढेपछि सगरमाथा पदयात्राको प्रमुख मार्ग चौरी खर्क पुगिन्छ। चौरी खर्कबाट 1 घण्टाको यात्रापछि पर्यटकीय केन्द्र लुक्ला बजार पुग्न सकिन्छ। 14औं दिन सगरमाथा आधार शिविर पुग्नका लागि लुक्लाबाट नाम्चे हुँदै पदयात्रालाई अगाडि बढाउन सकिन्छ। यदि सगरमाथा क्षेत्रको पदयात्रामा नजाने हो भने लुक्लाबाट हवाई मार्ग र सडक मार्ग हुँदै काठमाडौँ फर्कन सकिन्छ।